to my new YouTube channel. YouTube channel को नाम चाहिँ विश्व राई छ. मैले रिसेन्टली खोलेको हो. त्यही भएर अब कि सारा फलोवर्स सब्सक्राइब छैन, प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु होला. नर्मली चाहिँ भोलि हाम्रो सानो ग्यादरिङ छ. त्यसको लागि चाहिँ मैले एउटा पोर्क बेली प्रिपरेसन गर्दैछु. जस्ट हेर्नु होला. नाइफ चाहिँ अलिकति ब्लन्ट थियो, त्यो भएर नाइफ सार्प गरेको. यो चाहिँ नाइफ सार्पनर हो, यसलाई स्टिलनेस भन्छ. त्यही भएर यसमा चाहिँ स्याट 1 2 1 2 गर्दा चाहिँ सार्प हुन्छ है. ओके, यो चाहिँ हाम्रो पोर्क बेली छ, होप पोर्क बेली. यो झन्डै तपाईँहरूको 7 किलोको छ. यो चाहिँ तपाईँको पोर्क बेली विथ बोन्स आउँछ, रिब्ससँग है. अलिकति ट्रिकी छ निकाल्न. आई विल सो यु हाउ टु डु द्याट वान. वेट छ, त्यही भएर वेटमा चाहिँ के हुन्छ नि, तपाईँको ग्रिपहरू तपाईँ कार्भिङ गर्दा चाहिँ निकाल्दा चाहिँ यो ग्रिपहरू हुनसक्छ. त्यही भएर मैले चाहिँ यसको चाहिँ तपाईँको सबै त्यो पानीहरू त्योहरू ब्लड लाइनहरू चाहिँ निक्लोस् भनेर. अनि हामीलाई चाहिँ यो तपाईँको काट्दा पनि सहिलो होस्, त्यो चाहिँ एउटा रिजन हो. त्यही भएर है, नर्मली तपाईँको 7 किलोको छ, एकदम ठुलो हुन्छ एक्चुअली ओभनमा आउनु. त्यही भएर मैले चाहिँ यसको रिब्सहरू निकाल्दैछु. यसको मैले डिभाइड गर्दैछु कि जहाँ चाहिँ तपाईँको पकाउँदाखेरि चाहिँ इक्वली पकाओस् भनेर चाहिँ है. नर्मली अब यहाँ छ, किन तपाईँको रिब्सको यहाँ छ, त्यही भएर मैले यहाँको निकाल्दैछु आधा. यसरी अब यहाँ छ तपाईँको बोन्स, रिब बोन. यहाँ गरेर तपाईँको सिधा नाइफ लिने, यसरी यहाँ गरेर तपाईँको यो छुट्टिन्छ. बेली र रिब्स छुट्टिने पार्टी यही हो. अलिकति ट्रिकी छ. वान्स तपाईँले युज टु भएपछि काट्ने नाइफ स्किल भयो भने इजी छ काट्नु. त्यस्तो साइन्स रकेट्स केही छैन, इजी. तपाईँको जस्ट नाइफलाई फलो गर्ने यसरी गरेर. अब यहाँ छुट्यो, त्यही भएर यहाँ गरेर स्याट लग्यो भने तपाईँको बेली पार्ट र पोर्क बेली पार्ट छुट्टिनेछ. यो चाहिँ सब बेली पार्ट, बेली रिब्स छुट्टिन्छ. अब तपाईँ रिब्स तपाईँलाई खानु मन छ भने यहाँ काट्यो, यसरी सिधा निक्ल्यो, यस्तो रिब्स निक्लिन्छ है. यो चाहिँ पछि देखाउँछ तपाईँलाई. अब पार्ट आयो बेलीको. अब यो बेलीमा चाहिँ के हुन्छ भने, यो चाहिँ तपाईँको स्किन छ, पोर्क स्किन. यो चाहिँ तपाईँले स्किन ओभनमा तपाईँले लो टेम्परेचरमा लङ आवरको लागि कुक गर्नु भयो भने चाहिँ तपाईँको एकदम क्रिस्पी आउँछ. तर त्यहाँनिर डिफ्रेन्ट टेक्निक पनि छ है. त्यहाँनिर टेक्निक भन्नुपर्दा प्रायः चाहिँ चाइनिजहरूले चाहिँ के गर्छ भने, सुरुमा तपाईँको मिटलाई बोइल गर्छ, जहाँ चाहिँ तपाईँको मोइस्चर निकालेर तपाईँको अनि ओभनमा हाल्छ. त्यहाँ भयो भने चाहिँ तपाईँको मोइस्चरहरू चाहिँ निक्लिएर चाहिँ तपाईँको एकदम ड्राई भएर चाहिँ क्रिस्पीनेस निकाल्छ. अनि एकदम टेन्डर पनि हुन्छ है. म पनि त्यस्तै गर्नु लागेको छु. यसलाई मैले यसको चाहिँ तपाईँको एकदम ठुलो हुन्छ ओभनमा, त्यही भएर 1/3 गर्छु है. 1 2 3 गर्ने. यसको फेरि तपाईँको यो बेली पार्ट छ नि, ओ माई गड, यसको के छ मेन, हामी नेपालीहरूले के खान्छ मेन, बार्बिक्यू. यसको चाहिँ दामी छ बार्बिक्यू खानु चाहिँ. फ्याट किन भन्नु न बार्बिक्यू. अब सो यो यहाँ हेर्नु, फ्याट कन्टेन्ट र मिट. यो लिन मिट छैन, फ्याट पनि छ. त्यही भएर बार्बिक्यूलाई दामी हुन्छ खानु चाहिँ दामीलाई. लेट्स गो. यसको मैले सेपरेट गरिसकेँ. अनि है, यो चाहिँ तपाईँको पुरा पोर्क बेली मात्रै छ. अनि यसलाई चाहिँ मैले के गर्नु यसो ओभरनाइट सल्टमा चाहिँ तपाईँहरूको म छोडिदिन्छु. किन के भन्छ सल्टमा भने तपाईँको यो मोइस्चर निकाल्छ कि, त्यही भएर है. सल्ट है, यहाँ राखिदिन्छु एउटा. फेरि अलिकति फेरि माथिबाट फेरि है, ठिक छ. अनि भोलि त्यो एक दिनको लागि तपाईँको ओभरनाइट भएपछि भोलि फेरि निकालेर यसलाई वास गरिदिन्छु. ऱ्याप गरेर तपाईँको
यो फ्रिजमा जान्छ go to the fridge यो चाहिँ तपाईको चिकन थाई हो चिकनको फिला यसको चाहिँ के गर्दैछ मैले यसको चाहिँ तपाईको बोन डिबोन गरेर है यसको चाहिँ तपाईको नेपालीमा चाहिँ चिकन पकोडा जस्तो इन्डियाको चिकन पकोडा जस्तो चाहिँ म बनाउँछु क्रिस्पी हुन्छ नि चिकन बाइट्स त्यस्तो टाइपको नगेट्स टाइपको है त्यो बनाउन लागेको है हेर्नुहोस् के यो गर्दा चाहिँ डिबोन गर्दा चाहिँ तपाईको बोन यहाँ हुन्छ यहाँ काट्ने तपाईको स्याटोसँगले यहाँ गरेर यहाँ छ नि तपाईको हड्डी आउँछ है यो चाहिँ भेरी ट्रिकी छ तर इजी छ तपाईको यहाँ गर्ने एक साइड दुई साइड यहाँसम्म गऱ्यो काट्यो है तपाईको यो कुर्कुचा हड्डी आउँछ त्यहाँदेखि यहाँबाट यसरी स्याट गरेर अनि ट्याट गरी यो निकाल्नु पर्ने है हामीले यो मात्रै चाहिएको यही प्रोसेस सबैको लागि है गर्ने फेरि स्याट एक गर्ने तपाईँको जब बोन देख्न थाल्छ त्यहाँदेखि चाहिँ फेरि गर्ने खुट्टाले अनि गऱ्यो तपाईँको मासु अलि रिमेनिङ मासु ट्याक्क गरेर है यो चाहिँ हो तपाईँको तपाईँको हड्डी निक्लिन्छ अनि यो चाहिँ तपाईँहरूको आफ्नो ओपिनियन हो स्किन निकाल्दा पनि हुन्छ स्किन ननिकाल्नु हुन्छ तर म चाहिँ अप्सनल है म चाहिँ स्किन निकाल्दैछु यो हड्डी र स्किनको चाहिँ म भोलि स्टक बनाएर यसको ग्रेभी बनाउँछु है मैले डिबल गरिसकेँ है सबै स्किन पनि निकालिसकेँ अब यसलाई चाहिँ मैले स्ट्राइपतिर काट्दैछु है यत्रोको साइजमा स्ट्राइप्स यो टाइपमा है यो चाहिँ चिकन थाई तपाईँको मैले काटिसकेको छु स्ट्राइप्समा अब मायोनेजको लागि चाहिँ हामीले के गरेको छौँ भने भेरी सिम्पल फरवर्ड है हामीले चाहिँ तपाईँको ग्राम फ्लावर छ तपाईँको कर्नफ्लावर छ यो चाहिँ हेर्दा चिली देख्छ तर यो चाहिँ कश्मिरी चिली पेपरले बनाएको छ तर पिरो हुँदैन कलरको लागि हो लास्ट सोया सस अनि यहाँ चाहिँ कोरिएन्डर र क्युमिन पाउडर र तपाईँको मेन इन्ग्रिडियन्ट भनेको कालो नमक है त्यो छ सबै हाल्नु यो तपाईँको 1 टिस्पुन छ जिरा र धनियाँको पाउडर है अनि तपाईँको यो तपाईँको 1 टिस्पुन छ तपाईँको यो कश्मिरी चिल्ली भन्छ पेप्रिका पाउडर है तपाईँको यो सोया सस 2 टेबलस्पुन है अनि तपाईँको आउँछ कर्नफ्लावर मैले किन कर्नफ्लावर भनेको अलिकति क्रिस्पीनेस हुन्छ भनेर मात्रै हालेको है यो चाहिँ 2 टेबलस्पुन है अनि त्यहाँदेखि तपाईँको अब कालो नमक टेस्ट अनुसार है 1 टिस्पुन हाल्दैछु किन मलाई धेरै हाल्नु छैन किन तपाईँको सोया सस पनि छ त्यहाँ सल्टनेस पनि छ स्विटनेस पनि आउँछ है अर्को छ तपाईँको ग्राम फ्लावर यो चाहिँ 4 टेबलस्पुन छ अब सबै मिलाएर अलिकति पानी हालेर म यसलाई चाहिँ म्यारिनेट गर्छु पानी धेरै चाहिँदैन तपाईँलाई थोरै पानी भयो भने हुन्छ किन कम्बाइन गर्नुको लागि त हो है ओके मजाले मसाज गरे जस्तो म्यारिनेट गर्ने हो यसलाई स्याट छ ओहो यसको अरोमा हेर्नु स्मेल कस्तो मजाको आएको तपाईँको पक्कै जस्तो है अब मेन के हुन्छ नि नेपालीमा अब मान्छेले भन्छ नि त ग्लोभ्स किन नलाएको होला अब ग्लोभ्स नलाइकन गर्दा नि राम्रो त राम्रै हुन्छ तर ग्लोभ्स भयो भने अलिक हाइजेनिक क्रस कन्टामिनेसन भएन अरू ठाउँमा है मजाले मसाज च्याट्टसँगले कहाँ के पुग्दैन टक्क यसरी मसाज दिने है अब तपाईँको यो के हुन्छ भने तपाईँको फ्रिजमा हालेपछि तपाईँको यो चाहिँ तपाईँको म्यारिनेसनहरू पनि भित्र जान्छ कि त्यही भएर मैले चाहिँ यो गरेको हो अहिले नै म्यारिनेट गरेर आजको लागि चाहिँ हाम्रो प्रिपरेसन चिकन थाई स्ट्रेप्समा गऱ्यौँ यो अनि पोक बेली काटेर गरेछौँ अब चाहिँ हामी सबै भोलि गर्छौँ हेलो एभ्रिवान वेलकम ब्याक है हिजो हामीले राखेको यो पोक थियो नुनमा हालेर अब तपाईँलाई म देखाउँदैछु
वनडेको के हुन्छ पोकमा नुन हालेर भने हेर्नु त यसको मोइस्चर ओ माई गड अब यो चाहिँ स्ट्रेन गर्ने हेर्नु यस्तो निक्लिन्छ पानी पोकबाट है अब हामीले यसलाई थोरै वास गर्ने त्यहाँदेखि ड्राई गर्ने वास गर्दा पनि हुन्छ नगर्दा हुन्छ अब डिपेन्ड्स अब तपाईँहरूलाई कतिको सल्ट खानुहुन्छ त्यो अनुसार है अब तपाईँलाई म एउटा देखाउँछु तपाईँलाई ठिक्क स्ट्रेन गर्ने यसरी वास गर्ने किन सल्टनेस हुन्छ नि त तपाईँको है भयो ड्रेन गर्न लाउने सेम प्रोसेस है यसलाई पुरा ड्राई हुनुपर्छ एउटा तपाईँलाई म प्रोसेस देखाउँछु ड्राई हुने तपाईँको मोइस्चर तपाईँको निक्लिनु पऱ्यो अब एउटा ट्रिकी पोइन्ट के छ भने तपाईँले यहाँ होल पनि बनाउन सक्नुहुन्छ नत्र यतिकै लो टेम्परेचरमा लङ्गर पिरियडको लागि पकाउनु सक्नुहुन्छ क्रिस्पिनेस स्किनको लागि है अलिकति होल बनाउँछ नाइफले ट्याक्क ट्याक्क यतिको फोकले गर्दा पनि हुन्छ तर अब डिपेन्ड्स अब तपाईँको फोक कतिको सार्प छ किन कुनै कुनै पोक बेलीको स्किन यति साह्रो सार्प हुन्छ कि जाँदै जाँदैन है यति गर्नुभयो हुन्छ यो चाहिँ तपाईँको त्यो गर्नुको लागि हो अलिकति क्रिस्पिनेसको लागि है ओके यस्तो हुनु पऱ्यो हामीले यो सामन पनि प्रेप गर्दैछौँ आजको लागि यो चाहिँ तपाईँको बोनलेस साम ल योमा चाहिँ नर्मली चाहिँ यो चाहिँ स्किनसँग हुन्छ है एकदम डेलिकेट सामन फिलेट हो त्यही भएर है हामीलाई अब स्किन चाहिँ अब निकाल्नुपर्छ स्किनसँगै आएको हुन्छ यिनीहरूले स्किन पनि गरिदिएको हुन्छ त्यही भएर मलाई टाइम सेन्ड त गर्ने तर स्किन चाहिँ निकाल्छ है स्किन निकाल्ने पनि एकदम सिम्पल छ निकाल्नुको लागि भेरी सिम्पल तपाईँको नाइफ के गर्नुहुन्छ भने यहाँबाट काटेर रन थ्रु गर्नुहोस् यो फिलेटिङ नाइफ त्यहाँबाट यस्तो गरेर गरेर तान्नु पर्ने हो यसरी है यस्तो गर्नुभयो भने चाहिँ तपाईँको सामु निक्लिन्छ पुरा यस्तो निक्लिन्छ सामु स्किन है यस्तो यो चाहिँ हामीलाई चाहिँदैन यो स्किन अरूले कुनै रेस्टुरेन्टमा यो स्किन निकालेर यसको स्किनको क्रिस्प पनि बनाउँछ तर म चाहिँ नगर्ने है त्यही भएर अब छ यसलाई अब पोर्सन वाइज म डिभाइड गर्छु है एकदम ठुलो छ त्यही भएर हामीले के गर्छौँ यहाँ बिचमा गरेर किन यो त स्टार्टरको लागि खाने हो त्यही भएर यतिकोमा है यो चाहिँ अलिकति पातलो हुन्छ त्यही भएर यतिको डिभाइड गरौँ है यो चाहिँ अलिक मोटो छ अनि यो चाहिँ कुकिङलाई यसको भन्दा यो अलिक टाइम लाग्छ पोक्ने त्यही भएर अलिकति यसको चाहिँ अलिक थिनर गर्ने है यतिको साइजमा किनभने स्टार्टरको लागि हो कुनै तपाईँले छुन सक्नुहुन्छ कि लाइक बोन हुन्छ यो चाहिँ अब बोनलेस भने तर कुनै कुनैमा बोन परेछ ठिकै छ यस्तो छाम्ने हेर्ने कुनैमा छ भने चाहिँ ट्विजर हुन्छ बोन निकाल्ने त्यसले गरेर निकाल्नु न है ल अब यसलाई म्यारिनेट्सको लागि चाहिँ म बोलमा राखिदिन्छु है यो मैले काटेको सामान छ देख्न सक्नुहुन्छ तपाईँले पिसेसमा गरेपछि यसको म्यारिनेसन चाहिँ भेरी सिम्पल छ है तपाईँको हिमालयन पिङ्क सल्ट है फ्यानलको धुलो फ्यानल सिडको धुलो हुन्छ फ्यानल पोलन भन्छ अनि यो चाहिँ जिन्जर गार्लिक पेस्ट अनि करी पाउडर लेमन जुसको लागि लेमन जुसको लागि अनि एक्स्ट्रा ओलिभ ओइल है अलिकति ड्रिजल अफ ओलिभ ओइल हाल्ने यो चाहिँ तपाईँको त्यो ओलिभ ओइल चाहिँ के को हुन्छ भने स्टिक हुँदैन मुनि त्यही भएर हालेको है त्यही माथि अब यो करी पाउडर धेरै होइन किन अलिकति स्ट्रङ फ्लेभर हुन्छ 1.5 टिस्पुन है अनि तपाईँको फ्यानल पोलन यसले चाहिँ मजाको फ्लेभर दिन्छ किन अलिकति स्विटनेस आउँछ अलिकति तपाईँको फ्यानलको हुन्छ नि स्मेल एकदम मलाई चाहिँ मिठो लाग्छ त्यही भएर है गर्नुहोस् होला जिन्जर गार्लिक पेस्ट 1 टिस्पुन है अब सल्ट तपाईँको सल्ट चाहिँ आफ्नो टेस्ट अनुसार हाल्नुहोस् होला म चाहिँ प्रायः चाहिँ हिमालयन वा पिङ्क सल्ट युज गर्छु अलिकति हेल्दिनेस पनि भन्छ क्या अरे तर अब जस्ट टेस्टमा पनि अलिकति फरक हुन्छ है अलिकति तपाईँको अनि लेमन जुस स्क्विज गर्ने है अब सिम्पलसँगले
ठिकै गरेर अब तपाईँको चारवटा यो चाहिँ एकदम तपाईँको डेलिकेट छ त्यस्तो साह्रो तपाईँको मासु जस्तो मिचोन चाहिँ पर्दैन मासु गरे तपाईँको यो पुरा त्यो हुन्छ तपाईँको म्यासी हुन्छ है हल्का जेन्टल टोस्ट गरे जस्तो है यो चाहिँ भरे म यसको लागि सिल गर्छु त्यही भएर स्यालो फ्राईमा गर्ने है यो गर्ने तपाईँको अर्को ट्रिकी पोइन्ट के छ स्टिकी नहुनुको लागि तपाईँले चाहिँ अलिकति फ्लावर अथवा कर्नफ्लावर पनि हाल्नु सक्नुहुन्छ है इट्स अप टु यु यो चाहिँ छ तपाईँको हुन्छ हेर्नु सक्नुहुन्छ ओहो हो ओलिभ ओइलको त्यो हिमालयन पिङ्क सलको फेनलको यो तपाईँको करी पाउडरको स्मेल आमामा यसको अरोमा हेर्नु न कस्तो मजाको आयो ओहो हिजो मैले गरेको यो चिकन म्यारिनेसन अलिकति मसाज गरेँ अब यो चाहिँ डिप फ्राईमा है गर्दैछु ल हेर्नु सक्नुहुन्छ हिजोको म्यारिनेसन पेसाङको फ्लेभर तपाईँको यो सब म्यारिनेसन गरेको मजाले म्यारिनेट भइरहेछ है अब तेल चाहिँ मैले नर्मली 170 टु 180 डिग्री सेल्सियस छ पछि तपाईँले डबल फ्राई पनि गर्न सक्नुहुन्छ है यसरी किन टाँसिन्छ कि त्यही भएर मैले चाहिँ सेपरेट गरेको ओहो हेर्नु सक्नुहुन्छ कलर अलरेडी आउँदैछ यो चाहिँ तपाईँको चिकन नगेट जस्तो पकोडा टाइपको है तपाईँले डिफ्रेन्ट भेराइटी पनि गर्न सक्नुहुन्छ अर्को चाइनिजहरूकोमा टाइपले तपाईँको सोया सस हुइसिङ सस हालेर पनि गर्न सक्नुहुन्छ है मैले चाहिँ यतिको कलरमा निकाल्दैछु किन यो फेरि अलि एकछिनमा गरेर फेरि डबल फ्राई गर्ने त्यहाँ डबल फ्राई चाहिँ अलिकति हाई टेम्परेचरमा 200 डिग्रीमा गरेर चाहिँ अलिक गोल्डन ब्राउन कलर निकालेर चाहिँ गर्ने है ल हेर्नु सक्नुहुन्छ यतिको कलरमा मैले निकाल्दैछु हेर्नु त चिकन नगेट जस्तो कलर ल छ त अब चाहिँ डबल फ्राई गर्नु लागेको छ सबै सक्यो है डबल फ्राई गरिदिने एक्स्ट्रा क्रिस्पिनेसको लागि है तपाईँको डबल फ्राई देख्न सक्नुहुन्छ कलर पनि आउँदैछ है अब हेर्नु अब अलमोस्ट रेडी छ क्रिस्पिनेसको लागि मैले फिल गर्नु सक्दैछु लाइक क्रिस्पिनेस हुन्छ है यतिको कलर भयो भने तपाईँ निकाल्नु सक्नुहुन्छ किन अब डबल फ्राई किनभने धेरै पाक्यो भने तपाईँको मिटभित्र जुसिनेस हुँदैन है त्यही भएर हामीलाई क्रिस्पिनेस र भित्र जुसिनेस चाहिएको है यतिको भयो भने दामी हुन्छ है देख्नुभयो नि कुन हुन्छ साउन्ड क्रिस्पिनेसको है है सेम त्यस्तै अब रिपिटिङ अर्को पनि सेम गर्नु है तपाईँलाई यसमा देखाउँछु अहिलेको हामीले पानी ड्रेन गरेको पोक अब ओभनमा हाल्नु गइरहेछु है हाम्रो ओभनको टेम्परेचर 160 टु 70 डिग्री छ हालिदिने यो चाहिँ अलमोस्ट 2 to 3 आवर्स लाग्छ है डिपेन्डिङ अन तपाईँको साइज अफ पोर्क है ल अब च्याट्टसँगले बन्द गरेर भरे 1 घन्टापछि हेर्ने है नेक्स्ट अब नेक्स्ट चाहिँ हामी सामन देखाउँछु तपाईँहरूलाई अहिलेको सामान चाहिँ म्यारिनेट गरेर राखेको थियो हामीले आधा घन्टाको लागि अब चाहिँ रेडी भयो अब हामी चाहिँ सोते गर्नु लागेको छौँ सोते चाहिँ मैले ननस्टिक प्यानमा गरेको छु तर कहिले यस्तो हुन्छ कि माछाहरू एकदम स्टिक हुन्छ तर स्टिक नहुनुको लागि चाहिँ मैले के गरेको छु भने कर्नफ्लावर अलिकति लिएर डस्टिङ मात्रै गरिदिएँ मुनिबाट ठ्याक्क कि नटासोस् मुनि भनेर है अब तपाईँको टेम्परेचर भएपछि यसरी मुनि टाँसिँदैन यो चाहिँ अलिकति ट्रिक त्यो हुन्छ सजिलो हुन्छ कि तपाईँहरू नटाँसिनुको लागि पछि है यस्तो भने ट्याक्क डिप गरेर च्याट्ट एउटा दुईवटा फाइदा गर्छ कर्नफ्लावरले एउटा क्रिस्पिनेस पनि गर्छ एउटा स्टिक पनि गर्दैन मुनि है त्यही भएर हेर्नु त च्याट्ट गरेर ल अहिले यति हालिराखौँ फेरि अलि मसला एकछिन त्यो धेरै चलाउनु हुँदैन चलायो भने ब्रेक हुन्छ कलर नआएसम्म चाहिँ तपाईँले यतिकै छोड्नु पर्ने भयो है
चाहिँ मैले टर्न गर्न लागेको छु टर्न गर्दा कसरी थाहा हुन्छ नि तपाईँको छ नि आधा लेयर मुनिको सेतो सेतो हुन्छ त्यहाँबाट चाहिँ थाहा हुन्छ कि लाइक अब टर्न गर्ने बेला भयो भनेर है अब किनभने चामल त काँचो खाँदा केही फरक पर्दैन तर अब नेपालीले खाएपछि पकाएको हेर्नु त क्रिस्पीनेस वाउ देख्नुभयो यस्तो कर्नफ्लावरले गर्दा चाहिँ कलर चेन्ज हुन्छ है यस्तो हुन्छ मुनि किनभने कर्नफ्लावर लेयर छ नि त है हेर्नु त सिम्पल कति मजाको कलर कर्नफ्लावर नअर्दा लाउँदा पनि हुन्छ तर कर्नफ्लावर चाहिँ के गर्छ स्टिकनेस चाहिँ गर्दैन त्यो भएर मात्रै हो तपाईँ है हेर्नु त कलर ब्युटिफुल कलर है ल अब फेरि तपाईँको 5 मिनट अरे सरी 2 मिनट तपाईँको यहाँ टर्न गरिदिनु रेडी 15 है अब सब चेक गर्दैछु किन तपाईँको झन्डै 1 घन्टा प्लसै भइसक्यो पोक बेली चेरी हेर्नु है पोक बेली कस्तो भएछ अरे वाह 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 धमाका भएछ धमाका है साउन्ड कस्तो भएछ है साउन्ड पुरा क्लिङको स्टिल यहाँनिर पाक्नु बाँकी छ अलिअलि स्टिल अब फर्दर हाफ एन आवर गरेर किन कस्तो हुन्छ होइन पोक बेलीमा एउटै लेभलको हुँदैन कि त्यही भएर माथि उठेको चाहिँ धेरै तपाईँको हिट आएर चाहिँ चाँडो पाक्छ यहाँ चाहिँ मुनि स्ल्यान्टिङ छ नि त त्यो अलिकति टाइम लाग्छ यसको चाहिँ त्यो कि त एउटै लेभल भयो भने चाहिँ तपाईँको इभनली कुक हुन्छ तर इभनली नभएर चाहिँ माथि तल तर ठिकै छ हाफ एन आवरमा चाहिँ मजाले है दामी 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 हुन्छ हाम्रो चाहिँ स्टार्टर रेडी भइसकेको छ अनि अब गेस्टको पर्खाइमा होइन अनि हामीले चाहिँ लाइनअप जुन पनि हामीले पकाएको छौँ लाइनअप गरेर राखिरहेको छौँ है हाम्रो फर्स्टमा छ हाम्रो भिगन स्टार्टर यो चाहिँ अब तपाईँको चना र टोफुले बनाएको नेपाली स्टाइलमा है अर्को हाम्रो न्युटेला सोयाबिनको चटनी अब तपाईँहरूलाई यसको रेसिपी चाहिन्छ भने नेक्स्ट भिडियोमा मलाई कमेन्ट लाइक सब्सक्राइब गरिदिनु ल्याइदिन्छु है यो चाहिँ हाम्रो आलुदम धरानी स्टाइलमा है अनि अर्को हाम्रो छ चिकन पकोडा यो अलिकति फ्युजन छ अलिकति नेपाली इन्डियन है त्यो चाहिँ छ पकोडा अनि हाम्रो चिकन ड्रमस्टिक है अनि यो छ हाम्रो सामन सोते गरेको यहाँ चाहिँ फ्यानो पोलन सामन अनि हाम्रो अर्को स्पेसल मेन नेपालीमा हुनै पर्ने सेलरोटी है हाम्रो यो चाहिँ मलाई अलिक गाह्रो छ हाम्रो मम्मीले बनाउनु भएको है यो चाहिँ अब मम्मीले बनाउनु भएको हेर्नु न कस्तो दामी छ राउन्ड एन्ड राउन्ड तपाईँलाई यसको रेसिपी चाहिन्छ भने भन्नुहोस् नेक्स्ट भिडियोमा तपाईँलाई ल्याउने छु अनि हाम्रो नयाँ मैले बनाएको चाहिँ दही बडा यसको फिनिसिङ भएको छैन जब गेस्टहरू आउनुहुन्छ त्यहाँ चाहिँ म फिनिसिङ गरेर गार्निस गरेर देखाउँछु अनि अर्को हाम्रो छ पानी पुरी है पुरी बनाएको छु पानी पनि रेडी छ मिक्स पनि रेडी छ तपाईँहरूलाई चाहिन्छ भने नेक्स्ट भिडियोमा फेरि तपाईँहरूलाई देखाउँछु अनि यो चाहिँ हाम्रो नेम ट्रेडिसनल तोम्बा भन्छ है हामीले बनाएको यो चाहिँ मम्मीले बनाउनु भएको एकदम फर्मेन्टेड गरेर यस्तो दामी छ दामी 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 मिठो अघि मैले एक तानेको ओ माई गड हेभेनमा भयो यस्तो बिलो है यसको रेसिपी चाहिन्छ भने भन्नुहोस् नेक्स्ट भिडियोमा तपाईँलाई ल्याउनेछु है थ्याङ्क यू Welcome. Hello, namaste. अब टिम डिभाइड गर्नु पर्ला छ Happy New Year. यो चाहिँ मायोनेज आयोले रिभ्यू खाना कस्तो छ म आउनु पर्यो नि खाना कस्तो छ सोध्न मिठो छ सबै मिठो छ सबैभन्दा मिठो चाहिँ फिस र यो मेयो छ ओके थ्याङ्क यू सबै मिठो छ अनि भाउजूले बनाउनु भएको आइस कफी नै मिठो छ अनि तिमीले बनाउनु भएको तम्बा पनि मिठो छ
बहिनीलाई चाहिँ के मिठो लाग्यो सबभन्दा बेसी मलाई त सबै मिठो लाग्यो एकदम सबै 101 छ भन्ने भयो थ्याङ्क यू Everything मिठो सारै टेस्टी फुड Happy New Year दामी 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 हड्डीको त बाँकी छ बुबु कस्तो भयो खानेकुरा पानीपुरी दामी 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 Yummy. Sven, how's the food? Good. Tell me. How's the food? You like it? के चाहिँ मन पर्यो सबभन्दा राम्रो? Sven, is it 10 out of 10 or 1 out of 10? 10 out of 10. Wow, दामी दामी दामी. अलि मिठो मिठो फोटोग्राफ लाउनु पर्यो Wow. Wow. ए मिठो हो के मिठो भनेर आयो नि ल एकजना यसो यहाँ मेरो भयो लाइट चाहिँदैन होला 26 मा हो हेर्दा देखो ना 26 भयो देखो ना देखो देखो This round. Service. अब हेर्दाखेरि त खाउँ कहिले खायो जस्तो लाग्यो अब खायो भने झन् मजा होला लाइभ भिडियो खेल्ने मान्छे आएको छ है दिने पर्ला कति अलि हो त खाएर पनि त्यो हैन यो एकदम स्पेसल यस्तो दामी छ कि ओ यो त हेर्दै खाउँ जस्तो लाग्यो खाएपछि झन् एकैदिनमा एकै गाँसमा सक्नु जस्तो भयो एकदम दामी साँच्चै होला Sweet look. It's
bad, Sian. Try. Is it 10 out of 10 or 1 out of 10? 10 out of 10. Try. Yeah, let me try it. Let me give it. Well, And then thumbs up? Thumbs up, thumbs down. Cameraman, bro. Okay. मिठो भाषा एक्लै तपाईँ चाहिँ यहाँनिर आजसम्म हिँड्नु गर्छु मैले ल हुन्छ दाइ चिसो खानु लगेकै हुन्छ Happy New Year. Happy New Year. Bye bye. कहाँ जानुभयो भाइ त ल बाई बाई भाउजू दाजु ल कता लु दाजु नानीले कता बसी जानुभयो